हेलो एभ्रिवान वेलकम ब्याक टु आवर च्यानल। आज धेरै दिन बाद फेरि म एउटा भ्लग लिएर आएको छु है। आज चाहिँ सन्डे, हाम्रो रेस्ट पनि छ, प्लस आज चाहिँ हाम्रो एकता समाजको एनिभर्सरी, फर्स्ट एनिभर्सरी छ है। अनि त्यहाँ चाहिँ हामी पिकनिकको लागि जाँदैछ हो। तपाईँहरूलाई म त्यहाँको सारा चिजहरू आज देखाउने छु। तपाईँहरू मेरो भिडियो चाहिँ मजाले हेरिदिनुहोस् होला। चाहिँ हामी पिकनिकमा म चाहिँ आइपुगिसकेँ होइन। सबैजना बिहानदेखि आएर सघाइरहनु भएको छ। यहाँ हाम्रो बेदुका दिदीहरू हो, प्याज कटिङमा चाहिँ बिजी हुनुहुन्छ। अन्त कान्छी दिदीहरू प्रकारले चलिरहेको छ काम चाहिँ सबैले आफ्नो। अलिकति टाइम लाग्यो हो। अब चाहिँ यहाँ अचारको लागि चाहिँ म पनि काट्नु सुरु गर्नु आँटेको छु। दामी छ है आजको पिकनिकमा। त्यसरी पड्काउनुपर्छ ल। डल्लु चाहिँ किन सरम लाग्यो क्या त, हेर न क्या राम्री छ, हिरोनी जस्तै आइस। त्यानुले फेरि नबिसाइ खाँदैछस्, मजाले खाइदे ल। कोही चाहिँ सरम दे अरे। के डिसमा के छ? पपिता। पपिता यता दादाको चाहिँ मचिपा, फ्राइज फिङ्गर, पकोडा प्याज। दामी छ टेम्पो थियो। अब त टड्यो कि भयो। थ्याङ्क यू सो मच। मजा आयो अरे, दामी रहेछ। जोसी आयो होइन। यता जेरुसा पनि भिडियो सुटमा बिजी नै भइरहेको छ, म पनि होइन। यस्तो प्रकारले चल्दैछ हाम्रो ब्रेकफास्टमा चाहिँ छ फ्रेन्च फ्राई, पकौडा र मचिपा। अन्त तपाईँहरू सबैजना खाएर इन्जोय गर्नु होला। हाम्रो दिदीहरू चाहिँ नि एकदम यहाँ पुगाजुको खतरा हुनुहुन्छ होइन। बिहानदेखि मिहिनेत गरेकै गर्नुहुन्छ। अन्त यहाँ अहिले चाहिँ कोक्ता बनाउनु हुँदैछ होइन। सबैजना हुनुहुन्छ, उहाँहरू चाहिँ एकदमै खटिदिनु भएको छ। यहाँनिर खानेको आइटमहरूमा चाहिँ आज हाम्रो यस्तैहरू बनिरहेको छ। हाम्रो अर्ग्यानिक बस्तीको लोकल कुखुराको चाहिँ सुप बनाउनु हुँदैछ हाम्रो कुमार दाजुले। आज चाहिँ हाम्रोमा चाहिँ कुकहरू चाहिँ दामी हुनुहुन्छ एकदम। बिमा दाजु फेरि यहाँ डरलाग्दो मान्छे हो, फेरि यस्तो बिजी हुनुहुन्छ कि। यता हाम्रो मङ्गल दाजु दामी चल्दैछ होला तपाईँको पनि। हाम्रो चाहिँ पिकनिकमा यस्तै खालको चल्दैछ होइन। उहाँहरू चाहिँ रेड लेभलमा हुनुहुन्छ अहिले हो। मान्छे पनि नि फोर्सको मान्छे रेड लेभल त हुनुपर्छ है। कस्तो चल्दैछ पार्टीहरू? राम्रो चल्दैछ। अनि टेबल छैन रहेछ त, टेबल दिएन। टेबल बेगरको है लो छुङ्गो आप्पाहरू। दामी चल्दैछ। हेलो चल्दैछ यतिको चाहिँ हुँदैछ। दामी चल्दैछ, दामी है। नाकु हेलो भन्दै थियो, नाकु नानी मिठो हुँदैछ। हेलो भनिदेऊ त। गुड। कोही ठिकै हुनुहुन्छ? मजा आउँदैछ? ए इन्जोय गर्नुहुँदैछ है? ठिक छ, आइरहेको छ, मजा आइरहेको छ है। यतिको इन्जोय त गर्नु पर्यो नि त है। यता हाम्रो विष्णु दिदी मजा आउँदैछ है? जे बनाइरहेको छौँ यसलाई विकास हुन्छ भन्ने हामी विश्वास राख्छौँ। गीत गाउँदा नाच्नु यस्तो प्रकारले चाहिँ हाम्रो पिकनिकको मजा लिइरहेको छ हामीले होइन। अन्त निमा जोजोले चाहिँ दामी गाइसक्नु भएको छ। अब चाहिँ म हाम्रो पूजा दिदी तपाईँलाई चाहिँ आज हाम्रो एकता समाजको पिकनिकमा भइरहेको छ। मलाई चाहिँ एकदम मजा आइरहेको छ। एकता समाजमा हामी चाहिँ एकदमै मजा गरिरहेको छौँ। आज हाम्रो पिकनिक है सधैँभरि नयाँ सालमा यसरी नै गरिरहनु पाऊँ है। हाम्रो एकता समाज अगाडि बढेर जाओस् होइन। तपाईँहरूले पनि हामीलाई सपोर्ट गर्नुहोस्। अनि हाम्रो बहिनीको यहाँ एकदम च्यानललाई पनि सपोर्ट गरिदिनुहोस्। एकदम खुसी छु म चाहिँ। थ्याङ्क यू। Guys,
पुरा दुःख लाग्यो क्या गीत सुनेर चाहिँ के छ अब म यहाँ देखाउन लाउँदैछु यो के होला यो खाना हो अनि यो चाहिँ दाल है अन्त यो चाहिँ टुपु है भेजिटेरियनहरूको लागि राम्रो रहेछ यता चाहिँ यो पनिर है मटर पनिर अरू चाहिँ यहाँ बस्तीको सुप है लोकल कुखुराको सो गाइज आजको हाम्रो खानाको मेन्यूको चाहिँ दिदीहरूले पुरा हेल्प गर्नुभएको छ होइन एकदम राम्रोसँगले पकाइदिनु भएको छ पुरा काम गरिरहनु भएको छ साइली भाउजू ठुलो साइली भाउजू हाम्रो बाङ्गालाई चाहिँ मैले आज एकदम दुखी देखिरहेको छु के कुरामा मन दुखेको किन रुएको यसरी गीत सुनेर हो कि के भएको छ बाङ्गा ए बिचारा है उलाई दुखी देखिरहेको छु के भयो ठिकै छ हाम्रो कीर्तन आवाजमा गाइरहनु भएको छ तपाईँ खुसी हुनुहुन्छ एकदम ह्याप्पी मलाई केहीमा मन दुखेको छैन म जराएर ठिक पार्नु भएको छ दामी छ है सम्झनाकोमा पनि छैन हाम्रो माझमा उपस्थित हाम्रो प्रथम यस समाज गठन गर्नुको लागि आउनुभएका उपस्थित हाम्रो सभापति साथै हाम्रो पापा र आमालाई स्वागत गर्न चाहन्छु यसरी तपाईँहरूले जोरदारको साथमा ताली पनि बजाउनु अति अनिवार्य छ अनि जोस र हौसला त्यति नै रहोस् है योगदान दिँदै आउनुभएका हाम्रा गीता सिस्टरमेन जसले हाम्रो एकता समाजलाई आफ्नो फाइनेन्सियल प्रब्लम केही नसम्झिकन त्यो समस्यालाई जति पनि उहाँले दिनुभएको छ त्यो हामी सधैँ याद गर्नेछौँ र हाम्रोमा दिनु त्यस्तो त केही छैन र पनि उहाँलाई हामी सम्मान दिने यो सानो प्रोग्राम राखिएको मात्रै हो र उहाँलाई हामी सम्पूर्ण एकता समाजकोबाट धेरै धेरै धन्यवाद दिन चाहन्छु थ्याङ्क यू साथसाथै उहाँलाई पनि म कल गर्न चाहन्छु कि उहाँ पनि साथमै हुनुहुन्छ उहाँहरूलाई पनि हाम्रो एकता समाजको तर्फबाट धेरै धेरै धन्यवाद यतिमा थ्याङ्क यू जाँदैछ दामी दरो ठिक पारिस यति कति दिनु पनि खोइ मासु अलिक खानै मासु कम्ती भएछ के सोचेको
प्राय सबै कुराहरू अघिबाटै बढ्नेहरूले भनिसके र मेरोमा त त्यति साह्रो बेसी विभागका गीता म्याडम पनि आउनुभएको छ एनएसपिसीका आदिमा काम गर्नेहरू र कन्ट्राक्टर उहाँहरू हुनुहुन्छ र समाजभित्र भन्नुपर्ने कुराहरू धेरै रहेको हुन्छ त्यसलाई म सहायता गर्नुमा सक्षम बन्न सकौँ भन्दै मेरो यो छोटो वक्तव्य यहीँ राख्दछु। चाहिँ नि पिकनिक सकेर चाहिँ रुममा आइसकेको छु म चाहिँ होइन एकदम राम्रो भयो हाम्रो एकता समाजको पिकनिक हो मजा आयो अन्त हाम्रो भिडियो हेरेर चाहिँ लाइक सेयर कमेन्ट अनि सब्सक्राइब पनि गर्नु नभुल्नुहोस् होला बाई।